हेलो साथी हो, आज फेरि तपाईहरु समक्ष अर्को भिडियो लिएर उपस्थित। आजको भिडियो हुनेछ भ्लगिङ र अहिले म गइरहेको ड्युटी र म चाहिँ अहिले यस्तो जग्गामा छु है। म यहाँबाट मेन रोड तर्फ गइरहेको छु। मेन रोड चाहिँ यहाँ अगाडि नै छ र म चाहिँ यो गलीबाट निस्केर जाँदै गरेको अवस्था। मेन रोडको स्थिति चाहिँ यस्तो छ, घाम मजाले लागिरहेछ साथी हो र म चाहिँ यहाँनिर गाडी बुक गरेको छु है, ऱ्यापिडो बुक गरेको छु। अब आउन लागेको छ, यहाँ परबाट चढ्नुपर्ने हुन्छ है। फाइनली गाइस, म चाहिँ ड्युटी स्पट आइपुगेँ है। यहाँ चाहिँ मेरो ड्युटी छ। यो जग्गा हो, यो चाहिँ ललित कला एकाडेमी भन्छ, चेन्नईको जग्गाहरू यस्तो छ। हाम्रो सानो नयाँ क्याफे चाहिँ यही हो है, यही हो नयाँ क्याफे हाम्रो चाहिँ। सो गाइस, हाम्रो मेनु चाहिँ यस्तो प्रकारले सेटअप गरेको छ है। यो चाहिँ बोर्ड लगाइदिएको छ यहाँनिर, तपाईँहरू पनि चेकआउट गर्न सक्नुहुन्छ। यहाँ पनि छ मेनुहरू, एकदम सिम्पलै छ हो। र ब्याकग्राउन्डहरू यस्तो छ र यसो लगाएको छ यहाँनिर। सानो छ जग्गा चाहिँ, ठुलो चाहिँ होइन है। प्लान्टहरू यसरी लगाएर सेटअपहरू भित्रभित्र यसरी सानोतिनो गार्डनहरू नै बनाएर मजाले यसरी सेटअप गरेको छ है। फिल मजाको हुन्छ क्या यहाँ बस्दा चाहिँ। तपाईँहरू पनि चेन्नईमा हुनुहुन्छ भने कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ यहाँनिर है। तपाईँहरूलाई अलवेज वेलकम छ यो चेन्नईमा हुनेहरूलाई चाहिँ। र यहाँ पनि यसरी प्लान्टहरू लगाएको छ, चेयरहरू यसरी, टेबलहरू। सानो छ क्याफे चाहिँ, ठुलो चाहिँ होइन। सो गाइस, तपाईँहरूलाई एउटा कुरो देखाउनु पर्दाखेरि यो चाहिँ सबै यहीँनिर अब होइन बनाएको कुरोहरू हो। यो सबै ढुङ्गाको हो। तपाईँहरू हेर्न सक्नुहुन्छ, कतिवटा मजाको पनि बनाएको छ यहाँनिर है। दामी कुरोहरू पनि बनाएको छ यहाँनिर। सबै यो ह्यान्डवर्कहरू चाहिँ सबै मान्छेले नै बनाएको हो ढुङ्गामा। यो पनि मजाको बनाएको छ यो चाहिँ। यो भित्र चाहिँ हलहरू छ र इभेन्टहरू यहाँतिर हुन्छ है। बाहिरको बनावट चाहिँ यस्तो टाइपको छ। यो चाहिँ सबै यसरी यहाँनिर सोको लागि राखेको छ, सानो गार्डन जस्तो बनाएर। यो सबै हेर्नुहोस्, सबै ढुङ्गाकै छ। म चाहिँ यहाँनिर अहिले घुम्दै गरेको है। यहाँनिर आज नयाँ ड्युटी स्पटमा त्यतिकै टाइम पास गरिरहेको है। अब भ्लगिङ भनौँ है। त्यस्तै छ आजको ड्युटी चाहिँ। भन्नुपर्दा गाइस, यहाँको टोइलेट बाथरुमहरू क्या सफा छ हेर्नु, दामी छ क्या, मजाको छ। यहाँतिर यस्तै कामहरू भइरहेको हुन्छ क्या ढुङ्गाको हो। यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ पनि यस्तै कामहरू चलेको हुन्छ। यसो त्यत्तिकै बनाएर राखेकोहरू हो यो चाहिँ। यस्तो छ, माथि चाहिँ यस्तो छ, यता अफिसहरू छ। यो भित्र चाहिँ हल, पर चाहिँ हाम्रो क्याफे। यो चाहिँ हो ललित कला एकाडेमी। बाहिरको नजाराहरू, माथितिरको नजाराहरू यस्तो छ। र गाइस, म चाहिँ त्यत्तिकै बसिरहेको हो। आज बिजी पनि छैन हो। त्यस्तो हल्का गानाहरू सुन्दै स्विगी जोमेटोमा भरे अर्डर आउन सक्छ है। तपाईँहरू पनि चेकआउट गर्न सक्नुहुन्छ स्विगी जोमेटोतिर। अहिले टाइम पास भएको छैन त्यस्तो हो, अर्डर आएर नआएर अहिले आउनु सक्छ। र खानाहरू पनि पाकिसकेको छ, अब एकछिनतिर खाने है। आजको भिडियो त्यस्तै, सानो क्याफे छ, ठुलो छैन होइन। तर आएर बसेर खानु एकदम रमाइलो, एकदम मजा आउँछ है। राम्रो छ।
कस्टमरहरूले उयो राम्रो फिडब्याक राम्रो दिइरहेको छ है, त्यसमै खुसी छौँ हामी। तपाईँहरू पनि आएर यहाँ चेन्नईमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई म एड्रेस भनिदिन्छु होइन, रिम्स रोड अपोलो एरिया पर्छ होइन। तपाईँहरू आएर बसेर खान सक्नुहुन्छ होइन गाइस। अब हामी पनि एकछिनमा खाना खाने बाँकी सकेको छ है त गाइस।